अनि हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ 10 आवर 12 आवरको ड्राइभिङ पछिको यहाँ ग्रिल गर्ने ठाउँ रहेछ दिस इज आवर होम फर द विकेन्ड कस्तो रहेछ त करुणा राम्रो लाग्यो हेरिसक्यो ए हाम्रो अलिअलि ग्रोसरी पनि भइसक्यो अनि यसो हाम्रो भोक मेटाउने काम पनि भइरहेछ यहाँ के कसो अर्जुनजी अरे ओहो पिज्जा पनि ल एकदम किचन पनि राम्रो रहेछ यता चाहिँ लिभिङ रुम भयो अनि हाम्रो कतिवटा बेडरुम रहेछ त यहाँ ए तल पनि छ ए ल रमाइलो रहेछ ल एउटा दुईटा बाथरुम पनि हेरौँ न त यसो ए ल मजाले काम चल्ने रहेछ मजाले अनि आउटसाइड ए आउटसाइड भ्यू त खतरा रहेछ नि त झन् टक्क भोलि मर्निङमा बसेर टक्क ब्रेकफास्ट खाने ब्रेकफास्ट भ्यू अनि ओ यो चाहिँ के हो नि हट टप ओहो कतिखेर बस्ने नि म त हतार भइसक्यो नि हट टपमा बस्नलाई त है तातै छ ठिक छ रमाइलो अब यसो तल गएर हेरौँ है के रहेछ ल आउँ त है तल हेरौँ कि है तल पनि रमाइलो रहेछ खेल्न पनि रहेछ कतिखेर खेल्ने हो खेल्ने पनि रहेछ यहाँ अर्को बेडरुम यहाँ रहेछ हो ल यहाँ पनि अनि यता यहाँ पनि ब्याक भ्यू गुड आई लाइक इट मन पर्यो तिमीलाई ए कस्तो राम्रो रहेछ है ओहो पर्फेक्ट ल मस्ती गर्नुपर्छ एक्साइटेड सुपर एक्साइटेड ल अब चाहिँ हामी मस्ती गर्नको लागि रेडी छौँ ल अब फर्स्ट थिङ भने चाहिँ चटपटे बनाएर खानलाई रेडी हो चटपटे खानको लागि त अघिदेखि एकदम आतुर हो है ल त है अब हामी चटपटे खाना गयौँ बाई बाई